यत्रो 12 वर्ष पछाडि भाइ खोज्दै आइरहेको छु। मासु सासु पकाएर खुवाउनु चाहिँ परै जाओस्, भात सुत्त सकियो रे। अब म के चाहिँ खाएर पेट भर्नु? होइन कति खन्जुवा हो कि तपाईँ? जति पाकेछ जे पाकेछ त्यही खानु चुक्लाएर झगडा लाग्नु पर्छ। तिमी चुप लाग, बट्टा नबोल, आफ्नो बानी सुधार। ओइ बट्टे, मलाई यिनको बानी ठिक लागेन है, मन परेन नि, म भन्दैछु। दाइ तपाईँ जे पार्दै नबोल्नु न, जस्तो भयो नि ऊ मेरो शिरमा चाहिँ तपाईँको बुहारी हो। अब तपाईँलाई बानी मन परेन भनेर हुन्छ? मलाई मन पर्यो भएन उसको बानी? चुप लाग, त बढ्दा जाने नहो। तँलाई मात्र मन परेर हुन्छ, मलाई मन पर्नु पर्दैन। म भनेको बाउ पछिको बाउ, तेरो दाइ हो। दाइसँग धेरै जान्ने भएर प्याचा प्याचा नबोल। यस्तै तालो हो भने बुढेसकालमा दुःख पाउलास्, विचार गर। बुहारीलाई धेरै टाउकोमा नटेकाए। बरु यी बुहारी भन्दा त पहिला तैँले त्यो लभ गरेको चमेली थिइन् नि, हो तिनै ठिक थिइन्। दाइ तपाईँ के मेरो घर बिगार्न आएको? के का घर बिगार्न आउने नि, मनमा पाप छैन, भएको कुरा भनिदिया हो। भएको कुरा भन्दाखेरि घर बिगार्न आएको हुन्छ? चमेली मात्रै हो र? त्यो गौँथलीसँग गोठालो जाँदाखेरि उसको बाउले तँलाई हिलोमा गाडेको याद छ? हो, त्यो गौँथलीले 2टा छोरा पाकी छ, जुम्ल्या ठ्याक्कै तेरो यस्तो अनुहार। बरु यी बुहारी भन्दा त त्यही गौँथली ठिक थिइन् नि, त्यसैले बिहा गरेको हुन्थ्यो। एकैचोटि 2टा बच्चा पाउने रहेछ। ठुक्क कस्तासँग बे गर्छु भनेर बल्ल आज थाहा भएर पस्ताउँदैछु। रिस उठ्ने के का रिस उठ्ने नि? मनमा पाप छैन, भएको कुरा भन्दाखेरि के का रिस उठ्ने? साँच्ची एउटा कुरा छ, त्यो 72 को भूकम्प पछि 73 मा तैँले त्यो राधिका भन्नेलाई भगाउन खोजेको थिइस्। यहाँ बढी बोल्दैन बोल, चुप लाग। हे भगवान्, यही बेला कर्म सहायदे पनि हुन्थ्यो नि।